आजबाट चाहिँ सिमजान हामीलाई छोडेर जाँदैछ मामा घर। सो हेलो एभ्रिवान, वेलकम ब्याक माइ न्यू भ्लग। यहाँ सबैलाई सबजनालाई सोसल जब हमन होला र हामी पनि एकदम ठिकै छौँ। सबै यस्तोमै अनि त्यस्तो त्यही हो ल। आजबाट चाहिँ सिमजान हामीलाई छोडेर जाँदैछ मामा घर। मामा घर जाँदैछ छोरो है। मुखमा लिमिटी लगाएको लिनु लु। आमा ल सबै छिडिएको भयो त नि। बिस्तारै खानु न, बिस्तारै बिस्तारै मामले दिएको खोइ मामला थ्याङ्क यू भन्ने खोइ त। यता फर्केर यता थ्याङ्क यू भन्नु मामला ल। यता फर्केर थ्याङ्क यू भन्नु ल मामला। थ्याङ्क यू माम भन्नु। खोइ यस्तो गरेर खोइ वाह लु ल सधैँ हो ल। भाउजू अनि त्यसपछि यहाँ हाम्रो सिमजान जान लागेको छ मामा घर अनि भाउजूको माइतमा। ल त्यही हो ल। जाने है हाँस, जाने हाँस। कहिले आउने अनि छोरो? मामा घरबाट कहिले आउने? भोलि आउने? भोलि आउने भोलि चाहिँ आउँदैन होला है? भोलि त आउँदैन नि, भोलि चाहिँ हो अनि त्यसो नगर्नु ल। त्यही हो भाउजू र अनि त्यसपछि सिमजान जान लागेको छ मामा घर। त्यसपछि अब भोलि आमा आउनुहोस् त्यहीहरू ल है। ल यहाँ बस्नु ल। सबैलाई बाई बाई भन्नु ल। बाई बाई भन्नु। बाई बाई माम भन्नु। कहिले जान्छ भाउजू? अहिले जान्छस् कि पर्सि जान्छ? पर्सि पर्सि ए घरमा भएको लसुन प्याजहरू लैजाऊ। मामलाई बाई भन्नु नि ल। बाई बाई ल मामलाई गर्नु गर्नु ल। गर्नु गालम ल। ल अब जाने त्यही हो। अनि म चाहिँ भाउजूलाई पुऱ्याउनु जानु लाग्यो। अनि लालगुनसम्म पुऱ्याएर चाहिँ फेरि म चाहिँ फर्किनु पर्ने हुन्छ। फेरि भरे चाहिँ भोलि लागि फेरि सामानहरू लिनु जानु छ कि हामी चाहिँ उ हरेनमा। अनि बहिनीले 4 बजे 5 बजीतिर जाने भनेको। अनि म चाहिँ अहिले भाउजूलाई पुऱ्याएर अनि फेरि आएर नि भरे फेरि 5 बजी फेरि हरिन जानुपर्ने हुन्छ कि बहिनी। म चाहिँ सामानहरू किन्न लागि त्यही हो ल। भाउजूलाई पुऱ्याइदिउँ। सामान छ पुन्टी 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 रेडी भयो? यहाँ लासाङलाई जान्छ हजुर। जुत्तै थोइसिनु ल बर्गर हजुर। हे त मेरो लाउले है। दाम फेरि लुक्दा त भाइ यहाँ ल। ल भयो छोरो ल। सामान चाहिँ यता बिचतिर हाल्नु पर्यो भाउजू है। ल सो त्यही हो। अब हामी निस्किन्छौँ ट्याक्लाएर अब उतातिर बिचबारतिर भेट भयो त ल। सो त्यही हो हामी चाहिँ आइसकेँ। ट्याक्लाएर त्यहाँ दिनसम्म चाहिँ बसेँ होला। यही हो कि कुन हो थाहा होइन। अनि यहाँ आइपुगिसक्यो हामी चाहिँ। अनि यहाँ चाहिँ हाम्रो सर चाहिँ निदाको बिचमा राखिदिएको। निदा आएर उल्का सिमजान सिमजान छोरो ओ निदाको हो बाइकमा निदाको हो। निदाको तिमी अघि बा हो छोरो ओ छोरो अघि यस्तो भएको अब फोर यहाँ यो यस्तो यहाँ छ्या 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 पुरै यहाँ यो छ्या 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 यता हिँड्दै पछाडि हिँड्दै ओ पुरै फोर लाग्यो। अब सुतेर जानु हस्। अब अङ्कल जान्छ हस्। अब अङ्कल उता जान्छ हस्। मम्मीसँग जानु ल मामा घर हस्। अब अङ्कल त जाने घर। अङ्कल त घर जाने। छोरा त मम्मीसँग जानु ल मामा घर। नजाने जानु ल। अब अङ्कल जान्छ नजाने। म त उता घर जाने हो। छोरा त मम्मीसँग मामा घर जानुहोस् ल। मामा घर जानुहोस्। होइन तपाईँ त यता हो, यता माथितिर हो। अङ्कल चाहिँ यता जाने। मामा घर जानुहोस् ल छोरो। मामा घर जानुहोस्। वहाँ जाने अब उयसमा चढ्ने यसमा यसमा चढेर जाने ल। पिपी चढेर जाने हस्। अङ्कल त यसमा जान्छ। त्यसलाई के गर्ने के हो तामथोममा पऱ्यो। काले आयो भनेर तामथोममा पऱ्यो। बाटोमै स्कुटी मेरो बिचमा राखेको कि निदाएर है कस्तो तनाव हुन्छ भनेर अरू अहिले पनि थामथममा परिरह कहाँ हो भनेर के लाउनु ल। यहाँ आउनु माथि जाने। माथि गना गाडी गना गाडी यस्तो 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 अन्त यता हुन्छ यता हुन्छ
गाडी त यस्तो हुन्छ यस्तो यता यस्तो ए गर्नु हुँदैन छैन हुन्छ हुँदैन छोराले यस्तो 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 हुन्छ ए हुन्छ हुँदैन छैन यस्तो यस्तो हुँदैन ए हुँदैन गर्नु त जेठी चिसो 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 डिउ डिउ चिसो डिउ डिउ छोरा यस्तो हुन्छ हुँदैन छोरो गाडीमा यस्तो हुन्छ हुँदैन ए हुन्छ हुँदैन हुँदैन भरे हेरौँला नि हुन्छ हुँदैन ए हुन्छ हुँदैन हुँदैन त्यो त्यही होइन भाउ चाहिँ त टिकट काट्न जानु भएको अनि हामी चाहिँ यहाँनिर बसिरहेको सामान उयो राखेको छ बाटोमा मतलब त्यहाँनिर भुइँमा राखेको छ अनि त्यसपछि यसलाई चाहिँ यहाँनिर राखेर थम्म भएर बसिरहेको गर्मी छ ओभर अनि यहाँ त घाम अलिकति सेभ हुन्छ भनेर यसले राखेको यस्तो गर्मी भएर आयो लङ्का लगाइदिनु आया आया मुखतिर छिर्यो ल लगाइदिनु ल हिरो हिरो अङ्कल भन्नु कहाँ जाने लु जाउँ अब त गाडी चल्यो है अब त यहाँ ऊ टाढा यसमा जाने यसमै चढेर जाने यसमा चढेर ल हुन्छ हुँदैन 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 हो भरे फेरि नगर्नु है हजुर एकको क यही हो ल छोरा त अब यहीँ बस्ने अनि हुन्छ है त्यहाँ पैसा कसको हो तपाईँको सिट हो यो होइन ल छोरो यता 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 आउनु यता यता आउनु त यता तपाईँको सिट त यहाँ रहेछ नि त नि ल तपाईँ त अगाडि रहेछ अब यहीँ झ्यालमा बस्ने अनि मामा घरको गाउँ हेर्दै जाने हस् ल त नगर्नु नि फेरि है लु बस्नु त अहिले एकछिन चाहिँ मजा आउँछ एकछिन पछि त फेरि त्यही हो रिङ्गटा कस्तो छ दामी छ अब जानुहोस् बाई बाई अङ्कल जान्छ है एकचोटि बजार घुम्न लिनु ल अब ल आउनु ल झर्नु झर्नु एकछिन तल जाने थियो तल अब यसो हावा खाएर आउने है गाडी त अहिले जाँदैन अब जाने 2 बज्यो भर तपाईँको 12:30 हुनु लाग्यो होला अझै आधी 1.5 घन्टा टाइम छ अझै ल बस्यो हेरेर जाने सो त्यही हो यहाँबाट चाहिँ तपाईँको 3 घन्टा लाग्छ अरे क्या 3 घन्टा 3.5 घन्टा ओहो यो चस्मा लगाएर त यसो हेर्दा त कस्तो देख्दो रहेछ यही हो ल हेलो सिमजान बाई बाई ल अङ्कल जान्छ हस् ए हस् रे त ल अङ्कल जान्छु है ल एकचोटि सबैलाई बाई बाई भनिदिनु बाई बाई भनिदिनु बाई 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 गर्नु न यता हेरेर बाई बाई भन्नु ल त्यही अब म पनि जान्छु होला घरतिर अब यहाँ छोडिदिइहालेँ अब 2 बजी मात्रै हुन्छ अझै 2 घन्टा बाँकी चाहिँ टाइम अब यसलाई भाउजूलाई एकछिन बरु यतै राख्दैन हुन्छ है ल ल भाउजू राम्रो जानु है ल छोरो राम्रो जानु बाई बाई है ल गए अङ्कल ल अब लाग्नु पऱ्यो घरतिर यस्तो गर्मी छ यस्तो गर्मी आम्मामा थट पुरै नगरौँ ल सो त्यही हो म चाहिँ भाउजूहरूलाई पनि पुऱ्याइसकेर चाहिँ म चाहिँ अहिले घरमा पनि आइसकेँ र घर आउने बित्तिकै एकछिन रेस्ट गरेको मात्रै थिएँ अनि मुखसुख फ्रेस गरेर होइन सो त्यही हो म चाहिँ घर पनि आइसकेँ घर आइसकेर एकछिन मात्रै फ्रेस भएर बसिरहेको थिएँ बहिनीले फेरि उता बजार जानुपर्ने अरे किन जानुपर्ने भन्दाखेरि चाहिँ अब भोलि मैले भनेको थिएँ नि त भोलि आमा खाने आउँछ त्यसपछि आज यसो अलिअलि फलफुलहरू किन्नको लागि जानुपर्ने अरे भन्यो त्यसपछि आउने बित्तिकै हिँड्नै हाल्नुपर्ने छ ऊ एउटा हुँदैछ टिकटक सिटक अब नयाँ आइफोन आएको अनि टिकटक सिटक सुरु भइसकेछ सो फेरि जानुपर्ने हुन्छ लु भयो तँलाई अनि मैले चाहिँ नि अघि हेलमेट लिएर गएको थिएँ अनि त्यो साथीको घरमा थिएँ बसेको थिएँ अनि हेलमेट ल्याउनु चाहिँ बिर्सेछु टेबलमा राखेर टेबलमा हेर्न छोडिएको छ क्या अब भोलि मात्रै लिन जानुपर्ने छ म आज जाँदिनँ होला सायद अब फेरि उता बजार गएर अनि त्यो फलफुल किनेर फेरि आउनुपर्ने हुन्छ क्या
सो त्यो हो ल फेरि फलफुल किन्नु जाउँ भोलि आमा खानु आउँछ त्यही भएर आज चाहिँ यसो फलफुल किन्ने केक सेक चाहिँ भोलि ल्याउनु पर्ने हुन्छ आज चाहिँ फलफुल मात्रै लिएर आउने भनेर हिँड्ला कि ल छिटो ल ल है त आम्मामा हेर्दा यसो हिँड ल छिटो ल आम्मामा चिटिक्क परेर हिँडेर त्यहाँसम्म सम्झिजू गरिम कतिको छ सम्झिजू गर्नेको त यो सीमा नागिसक्यो है ल त्यही हो अब हामी पनि लाग्छ अब अरू लाएर उतातिर भेट्नुपर्ने हुन्छ है त ल सो त्यही हो ल म चाहिँ यहाँ कुरिरहेको छु अनि मैले चाहिँ बहिनी भर्खर बजारमा पुऱ्याएको थिएँ अनि त तैँले यता किन्दै गरेको छुतिर अनि मैले त्यो भाइलाई पैसा हालेर आउँछु भनेको भाइलाई पैसा हालेर आएको त्यो चाहिँ बजार भित्र छिरेर अब भित्रतिर गयो भने त म चाहिँ यहाँनिर बसिरहेको छु अब भित्र के छिराने यस्तो गरेको त्यो बाहिर हेर्दै भाइले पनि पैसा हालिदिइसकेँ अनि आएर फोन गरेर म त यतातिर होला के अरे भनेको त्यो फलफुल किन्नु भनेको चाहिँ त्यो चाहिँ भित्र छिरेर खोइ के किन्नु गएको पनि अब म त यहाँनिर वेट गर्नुपर्ने हुन्छ अब त्यो किन आउँछु भनेर लास्ट गरिन्छ यार मान्छेहरू हेरौँ अब त्यहाँ गिदिङ खाट हो गरिन्छ यार सरलाई मैले डेन्जर गरिन्छ अब कति बेर बस्नुपर्ने हो त्यहाँदेखि अब लास्टै ढिलो हुन्छ कि तान सुन्नु हुन्छ त्यो लास्ट झ्याउ लाग्छ टाइममा कति लाग्छ एकछिन भनेर अब एकछिन चाहिँ 1 घन्टा लाग्छ होला बजीमा झ्याउलाई चाहिँ छिटो गएर म अरे डान्डा डुन्नु यो सुन्दाखेरि चाहिँ त्यो आनन्द भएर आयो मलाई अहिले यो चिन्ताहरू त्यो किनेको यो निकालेर के भन्ने हुन्छ त्यो गरेर खाएको चाहिँ मान्छेहरू सब बजारमा किन्नु भोलि आमा आउनुहुन्छ त्यहाँदेखि सबले किन्नु गर्दै हिँड्ने अन्य जाँदा फेरि लालगुन्डी बजार त होइन हरिण बजार हो तर त्यो पनि भिडै छ मान्छेहरू भित्र लास्ट भिड होला यो बाहिर पनि यस्तो छ कि सो त्यही हो हामी चाहिँ बजारबाट पनि निस्केर आइसकेको छौँ अनि त्यसपछि केक किन्यो भने चाहिँ केक चाहिँ किनेन हामीले अब किनकि भोलि मात्रै किनेको हो कि केक चाहिँ मैले चाहिँ आज लिएर हिँड्नु भने यसले नलाने भोलि मात्रै लाने भन्नु थालेँ अनि चाहिँ हामी फलफल मात्रै लिएर हिँडेको सो त्यो अहिले अनि यसले हाँक्दै भनेर यसलाई हाँकिदिएको मैले अनि हाँकिरहेको थियो मजाले हाँक्दो रहेछ सुरुमा चाहिँ रिस उठिरहेको थिएँ अनि हाँक्नु त आउँछ अरे त्यहाँनिर नि बाइकमा चढ्यो त्यहाँनिर खोइ त चल्दैन भन्छ चाबी चाहिँ आउनु गरेन अनि बाइक स्टार्ट हुँदैन अरे रिस उठेर अनि त्यहाँ चाबी आउनु गरेर त्यहाँनिर हाँक्छ आफ्नो यति हाँक्छ भयो पाला पिलिनु हेरेर एकतिर हेर्नु छोडेर अगाडि हेरेर हाँग्नु नि हेरेछ मलाई हेरेछ होला कसले भन्नु हेर्नु है क्या बच्चाहरू आउँछ छोरा बच्चा अगाडि राखेको त्यो उयो त्यो फर्स्ट टाइम अब एकचोटि फर्स्ट टाइममा सिरहरू बाइकहरू हाल्दा चाहिँ चलाउने लाग्छ कि तर खतरा देखिन्छ अरे खतरा होला भन्ने हुन्छ नि त मलाई कस्तो हेर्दै बच्चा आएको अगाडिबाट आएको नि त त्यो टाइममा हेर्नु कुदेर यतिकै आएपछि भयो यतिकै हाँग्ने हो छेउबाट जाऊ यतिकै हाँगेर भइगयो नि अहिले फेरि उता आइमा फेरि ब्याङ्कमा फेरि टाङ पनि छिराएको फेरि अगाडिबाट हल्ला गरेर मलाई आउँदैन ल यता घुमाएर अनि कता उसलाई चाहिँ उतापट्टि त्यो घरपट्टि यहाँ त्यहाँ राख ल आउँदैन खोइ स्ट्यान्ड लगा स्ट्यान्ड लगाउनु पनि आउँछ आउँदैन छोडिदिए ल फेरि झोरा झाम्टोहरू अब म आफै घुमाउनु पर्ने भयो त्यही हो ल अब सबै काम पनि सकिसकेको छ अब भोलि चाहिँ आमा आउने होस् अनि त्यसपछि आज चाहिँ त्यही अलिअलि फलफुल सलफुलहरू लिएर आयो अब भोलि बिहान उठेर फेरि अब नुहाइधुवाइ गरेर केक सेक लिन जानुपर्ने हुन्छ अनि भोलि आमा आउने पछि थाहा नै होला सो त्यही हो अब खाना खानुपर्ने हुन्छ हाम्रो खानु पनि सबै अलरेडी भइसकेको छ ओ यहाँ दाल यो भात भइहाल्यो यहाँ चाहिँ छ अनि अर्को मासु छ यहाँनिर चाहिँ अनि यहाँ चाहिँ के पाउला म साग खोइ साग खोइ साग चाहिँ साग पाउला र काँचो साग
ल त्यही हो ल मम्मी चाहिँ साग बनाउनु भएको छ अझै पनि यो त चाउमिन बनाउनु त चाउमिनहरू हेरेर के को साग हो लट्टेको लट्टे चाहिँ फेरि आइहेड भन्नु मन पर्दैन लट्टे चाहिँ मम्मी चाहिँ लट्टे खाने अरे साग ल मम्मीलाई यो साग भयो अब साग पाकेर खाना खाने होला भुइँ पारेर बनाउँछ मम्मीले आफू त मासु खाने मासु ल रेडी भइसक्यो हालेर अनि चाहिँ लट्टेको सागहरू लट्टे सिक्किम त थाहा छ बिहान ल्याएर बोल ल सिक्किम ल्याएर नि मजाले आगोमा मजाले के भन्छ त्यो अब सेकाएर त्यो सबै रेडी भइसकेको छ अब बोसो कस्तो खतरा है अघि खाएँ यति चाउमिन सिकुडी खाएर अब घरमा त आफ्नो घरमा चाउमिन त्यसरी डेली खाएर पाइरहन्छु त्यही हो अनि त्यहाँदेखि त यहाँ साग पाक्दैछ मम्मी साग पाकेर खाने होइन ल साग पकाउनु अनि त्यो खाना खायो त मम्मी त हेर्दा पुग्ने भइसक्यो है मम्मी आफूले चाउमिन बनाउनुहुन्छ मम्मी कामै दिनभरि चाउमिन बनाउनु तपाईँ कामै त्यही है अहिले मम्मी कामले त्यही अब दिनभरि अब बहिनीहरूले यताउता अब कोही खाने अरू आउँछ उनीहरूले यताउता दिने मम्मी काम भने चाहिँ पकाउँदै अनि राखिदिने बहिनीहरूले यताउता दिने हुन्छ क्या भोलि बिहान उठ्ने चाड पकाउने राख्ने कोहीले डल्ला पकाउने कोहीले मोल्ने त्यही त त्यही हो ल अब एकछिनमा अब खानासाना खानुपर्ने हुन्छ बुवा चाहिँ उता पसलमै होला बहिनी पनि उता होला भर्खर बहिनी पनि खाना बनाएर गएको मम्मी चाहिँ चाउमिन बनाउने कामहरू मात्रै हो खाना चाहिँ बहिनीले बनाउँछ भाउजू अब भाउजूले बहिनी त बहिनी पालो यताउता गर्नुहुन्छ त्यही हो अब भोलि चाहिँ बिहानै उठ्नुपर्ने हुन्छ नुहाइ धुवाइ गर्नुपर्ने भोलिको दिन मम्मी खाउने आमा खुवाउने आउँछु त्यसपछि पर्सि म काठमाडौँ जान्छु होला फेरि बाटो देख्दै विरक्त लाग्छ बाटो देख्दा होला नि अब सम्झिँदा त विरक्त लाग्छ त्यत्रो लामो आउनु नि गाह्रो त्यो आउनु जाँदै गाह्रो हो क्या लास्टै त्यही हो नि गर्मी लास्ट गर्मी छ अब यहाँ के भनिरहेको छ यहाँ त्यसरी नै हामीलाई पनि उहाँहरूले हुर्काउनु भएको हो यो कुरा चाहिँ कहिले पनि नबिर्सिनु होला अब भन्यो भने एक दुईजना भोलि बाउ खाने आमा खाने आउँछको कुरा यहाँ अब आफू पनि हुँदै गयो अनि सम्झ्यो भन्ने पनि एक दुईजनाले चाहिँ कमेन्ट गरेको भोलि आमा खाने आउँछको कुरा सुन्छौ त्यो होइन बुढाबुढी जो पनि हुन्छ संस्कार राम्रो सिकाउनु आफूले आफ्नो बाबुआमालाई राम्रो गर्यो भने तलबाट आउने पिँढीहरूले पनि राम्रो सिक्छन् र त्यो त तपाईँलाई भन्यो होला हामीलाई भन्यो आफूलाई पनि त्यस्तै माया गर्छ यता सुन्न यता यहाँ आउँदै गरेको यहाँ सुन्न माता तीर्थ औँसीको भोलिको बारेको सबै आमाहरूलाई भोलिको लागि सबै भन्यो सबैलाई अनि यो छोरीहरूलाई पनि यो भिडियो है त एक दिन आमालाई के खान्छ कसो गर्छ भनेर हानाथाप गरेर दिदीबहिनीहरू दाजुभाइहरू मिलेर खुवाउनुहुन्छ नि त्यो दिन मात्रै खुवाउने होइन क्या त्यो दिन त कुन पेटमा हाल्नु बिचरा सब दिन माया गर्नु त्यहाँ सुन्नु मात्रै हो कि त्यो सब दिँदै गरिराख त नि खाइसकिँदैन सब दिन माया गर्नु पनि काफी हुन्छ तिन चारजना सकिरहेको छ सकेको छैन त अनि आफ्नो आमालाई पनि माया गर्दैन सधैँ गरेर आउने के भन्दा अब त्यस्तो अब कामले पो अब छोरी मान्छे होइन घरमा बसिरहने छोरी मान्छे पनि कोही बाध्यता लिनुपर्छ नभए अब कसैको अब दाजुभाइ नहुनेहरूलाई चाहिँ कति गाह्रो हुन्छ नि त बाध्यताले पनि घर छोडेर हिँड्नुपर्ने त अब दाजुभाइहरू हुनेहरूलाई त त्यसरी छोडेर हिँड्नु पर्दैन तर केटा मान्छे त जसरी पनि जतिसुकै दाजुभाइ होस् जतिसुकै दिदीबहिनी होस् छोरा मान्छे जसरी पनि हिँड्नै पर्छ घर छोडेर त्यही भएर बाध्यताले हिँड्नुपर्छ जतिसुकै टाढो भयो नि आफ्नो बाउ आमा भनेको आफ्नो मनमा हुन्छ होइन सधैँ हुन्छ आफ्नो मन हुन्छ आफ्नो शिर हुन्छ त्यो माया सधैँ भइरहन्छ जिन्दगीभर भिडियो जान्छ कि यिनीहरूले जेसुकै भन्यो नि आफ्नो मनमा आफ्नो छँदैछ होइन उहाँ दिदीले भनेको कुरा एकदम सही हो कि सही हो अब नि हामीलाई राम्रो तिमीहरूले गर्नुलाई जान्यो सधैँभरि जिन्दगीभर हामी नमरुन्जेलसम्म राम्रो गरेन भोलिको दिनमा तिमीहरूको जन्मिने छोराछोरीले पनि त्यस्तै सिक्छ त्यस्तै राम्रो व्यवहार सिक्छ अरे कि अनि अहिलेदेखिकै अब तिमीहरूले आमा बाउलाई राम्रो गरेन संस्कार राम्रो सिकाएन भने भोलि पर्सि तिमीहरूको छोराछोरीले पनि त्यस्तै सिक्छ भनेर भनेको कि राम्रो हो नि त्यही त नि अब गर्दैन त गरिरहन्छ नि सबैले गर्नुहुन्छ नि होइन अब त्यही 100मा त्यही 1% 100मा
99 भन्दा नि आधी पर्सेन्ट पनि गर्छ क्या 99 आधी भन्दा चाहिँ 99% का 1%को आधी जब आधीले मात्रै हो त्यो हैन 99% त्यो 99% को पनि अर्को 1% को चाहिँ त्यसको आधी मात्र एउटाले नगर्ने भन्ने नभए प्राय सबैले गर्छ माया आफ्नो आमा बाउ आफ्नो फ्यामिलीले माया गर्छ नि तर बाध्यताले गर्दा चाहिँ अब टाढा घर छोडेर हिँडिरहनु पर्छ छोरामा मैले भनिहालेँ नि त छोरा मान्छे भनेको जति सुकै दाजुभाइ होस् जस्तो सुकै होस् हैन कि अब हुनु पर्यो एकदम करोडपति हुनु पर्यो आफ्नो फ्यामिलीसँगै आफ्नै घरमा बन्छ कि करोडपति हुनु पर्यो हैन हैन भने त हामी जस्तोहरु त जसरी पनि हिँड्नै पर्छ कि घर छोडेर हिँड्नै पर्छ तर घर छोडेर हिँड्ने भन्दामा अब त्यस्तो माया नगर्ने त्यस्तो हुने नि त अन्त बाध्यता हुन्छ हैन त्यही अब रहर त कसलाई चाहिँ हुँदैन र आफ्नो घरमा बस्ने आफ्नो बाउ आमा बाउसँग बस्ने हैन आफ्नो फ्यामिलीसँगै बसेर खाने बस्ने दुःख सुख रमाइलो गर्ने त्यो त कसलाई चाहिँ हुँदैन तर के गर्नु घरमा बसेर नहुने जानै पर्यो त्यसकारण चाहिँ हो के रहर त कति हुन्छ नि घरमा बस्नु मलाई पनि हैन तर के गर्नु घरमा बसेर हुँदैन अब आफ्नो यत्रो लगा जवान भएको छोरा अब घर मात्रै बसेर आमा बाउले दुःख दिएर आमा बाउ कमाइ खाने कुरा त हुँदैन बरु 1-2 कमाउँ 4-5 कमाउँ बरु आफ्नो कमाइले खाने भन्ने अलिकति सोच हुन्छ क्या मलाई चाहिँ त्यही भएर बाहिर हिँड्दा हुन्छ त्यही हो पर्सि काठमाडौँ जान्छु होला भोलि आमा खुवाउने पछि भोलि आमालाई मजाले अब यताउता गर्नुपर्ने हुन्छ त्यसपछि पर्सि फेरि काठमाडौँ जानुपर्ने हुन्छ सो त्यही अब अरू त केही छैन हैन त्यही हो आज यताउता हिँड्ने त्यही हो सो त्यही अब हजुरहरूले चाहिँ यसो माया देखाइदिनु होला साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु र अब काठमाडौँ गएपछि त्यस्तो भिडियोहरू खासै अलिकति राम्रोसँग आउँदैन कि अब गोब्रो चाहिँ सकेसम्म छिट्टो किन्यो भन्ने सोच अब हेरौँ न कोसिस त गरेर तपाईँहरूको माया पनि देखाइदिनु पर्ने हुन्छ मलाई त सकेसम्म हैन यस माया देखाइदिनु त मलाई पनि अलिकति मनभित्रबाट हँसल आउँछ नि त ओहो मेरो यस्तो खतरा भ्युज आउँछ यस्तो त भन्नु त अब झन् बनाउँ भन्ने सोच हुन्छ सो त्यो कारणले चाहिँ अलिकति मलाई भित्रबाट अलिकति उयो हुन्छ कि हौसला जागेर आउँछ त्यही भएर हजुरहरूले माया देखाइदिनु होला भन्न चाहन्छु र अब त्यही हो खानासाना खाएर अब फेरि टक्क सुत्नुपर्ने हुन्छ अरू त्यस्तो केही छैन झमक्कै रात परिसकेको छ टेन्सन हुन्छ त्यही हो ल त्यो अब अरू त केही भन्ने केही छैन हैन सो आज भिडियो चाहिँ म अब यतातिर स्थगित गरिदिन्छु र जाँदै सबैजनालाई बाई बाई लभ यु अल अनि अहिले नै ह्याप्पी मदर डे सब आमाहरूलाई सबै आफ्नो आमा सबैलाई ह्याप्पी मदर डे है त ल बाई बाई लभ यु अल